आदरणीय दर्शकबिन्द म प्रशान्त कुमार लाइफ अनफोल्डबाट यहाँ जम्मैलाई स्वागत गर्न चाहन्छु। मोड नेपालको पूर्वेलीमा एउटा धेरै नै राम्रो र उद्योगमा हेरौँ या इन्डस्ट्रियल लेभलमा हेर्ने हो भने यो धेरै तेजीले ग्रो गरिरहेको छ। नेपालको एउटा ठुलो स्टेटको रूपमा यसलाई मानिन्छ। यहाँहरू बिचमा बिर्तामोड उद्योग महावाणिज्य केन्द्रमा आएको छु र यहाँका अध्यक्ष श्री राजु न्यौपानेजीसँग म कुरा गर्न गइरहेको छु, जसले इन्डिया र नेपालको बिचमा र अहिले यो चाहिँ बिर्तामोड भन्ने ठाउँ चाहिँ इन्डियाको बोर्डरको छेउमा भएकोले गर्दा इन्डिया र नेपालको बिचमा यस ठाउँबाट चाहिँ व्यापारमा कसरी उन्नति भइरहेको छ, यसले बोर्डरले के कतिका भूमिकाहरू निभाउन गइरहेका छन्, यो सन्दर्भमा कुरा गर्नको लागि आज म यहाँको अध्यक्षजीसँग कुरा गर्न गइरहेको छु। राजु न्यौपानेजी, यहाँलाई स्वागत छ हाम्रो लाइफ अनफोल्डेडमा। धन्यवाद। अब तपाईँ सर्वप्रथम त तपाईँ हाम्रो छिमेकी राष्ट्र दिल्लीको पत्रकार आएर तपाईँले नेपालमा आएर चाहिँ बिर्तामोडमा आएर मलाई सम्झिनु भएकोमा, यहाँका व्यवसायको गतिविधि कस्तो छ, व्यवसाय कसरी परिचालन भइरहेका छन् भन्ने कुरामा चिन्ता व्यक्त गरेर यहाँ आउनुभएको सर्वप्रथम यहाँलाई म हृदयबाट धन्यवाद दिन चाहन्छु। उद्योग वाणिज्यको तर्फबाट यहाँका तमाम व्यवसायको तर्फबाट पनि तपाईँलाई धन्यवाद दिन चाहन्छु। अब बिर्तामोड नेपालको एउटा पूर्वको एउटा ठुलो एउटा सिटी, एउटा व्यवसायिक केन्द्र, यहाँ भर्खर विकसित हुँदै गइरहेको यो बजारलाई चाहिँ हाम्रो यो पहाडी जिल्लाहरूले, इलामले, पाँचथरले, ताप्लेजुङले यो छोएको जिल्ला हो। त्यसले गर्दाखेरि यहाँ व्यवसायिक हब पनि भनिने गरिन्छ यो बिर्तामोडलाई। त्यसले गर्दाखेरि यहाँ व्यवसायिकको कुराहरू अब समग्रमा चाहिँ कतिवटा यो परिस्थितिले गर्दाखेरि कतिवटा व्यवसायहरू पलायन भएका पनि छन्। जस्तै यहाँलाई म भनिहालौँ, जुन कोभिड भयो, कोभिडको बेलामा यहाँका व्यवसायहरू धेरै विस्थापित भए होइन, किन 2-2 वर्षसम्म आफूले सटर लाउनु पर्यो, उद्योगहरू बन्द भयो, कति सिमेन्ट कारखानाहरू बन्द भयो, यो संसारै ठप्प भएको अवस्था थियो। त्यसले गर्दाखेरि व्यवसायहरूको अलिकति मनोबल पनि गिरेको अवस्था त्यसपछि आयो। देशमा अर्थतन्त्रको कुरा गर्दाखेरि अर्थतन्त्र पनि निकै मुनि झरेर गयो र धेरै युवाहरू चाहिँ तपाईँको वैदेशिक रोजगार समातेर कोही नहुनेहरू भारतसम्म पनि गए, कतिजना अलिक नहुने त्योभन्दा माथि गए यो गल्फ कन्ट्री गए, अझै हुने युरोप गए। त्यस्तै भएर चाहिँ व्यवसायहरूको चाहिँ धेरै व्यवसायहरू त्यसरी पनि गरेर चाहिँ अलिक व्यवसायको अवस्था चाहिँ नाजुकै भएको अवस्था छ नेपालको सन्दर्भमा चाहिँ अहिले। र सर अहिले हेर्नुहुन्छ हामी कि बिर्तामोड इन्डियाको छेउमा छ, बोर्डरमा पनि छ होइन, यसले गर्दाखेरि हाम्रो वाणिज्य उद्योग सङ्घले चाहिँ हाम्रो के भूमिका निर्वाह गरिरहेछ यहाँको व्यवसायीहरूलाई भन्नुहोस् न, एउटा राम्रो व्यापारको एउटा राम्रो चाहिँ मार्केट दिलाउनको लागि चाहिँ के कस्तो भूमिकाहरू निभाइरहेको? यसमा चाहिँ के छ भने बिर्तामोड चाहिँ अब यो खुल्ला सिमाना को कारणले गर्दाखेरि चाहिँ अब पहिल्यैदेखि धेरै वर्ष अगाडिदेखि नै हाम्रो जुन सन्धि भएको थियो त्यो अवस्थादेखि नै हाम्रो नेपाल र भारतको चाहिँ एउटा सहमति के थियो भने हामीले आवत जावत गर्नेमा हामीलाई कुनै पनि पासपोर्ट, कुनै भिसाहरू चाहिँदैन नेपाल र भारतको लागि। त्यसले गर्दाखेरि अब खुल्ला सिमानाको कारणले गर्दा कतिजना मान्छेहरूले, कतिजना व्यवसायीहरूले यसको नाजायज फाइदा पनि उठाए होइन। कतिजनाले अब आफ्नो व्यवसायलाई बढाउनलाई 2 नम्बरी काम गरे, कतिले पुलबाट सामानहरू ल्याए। सुपथ तपाईँको भन्सारबाट तपाईँको सामान ल्याएर चाहिँ यदि यहाँ ल्याउने हो भने त्यसले गर्दा यो देशलाई चाहिँ रासो अलिक बढी सङ्कलन हुन्थ्यो। तर तपाईँको यो अलिकति तस्करहरूको पनि केही कारणहरू छन् होइन। त्यसले गर्दाखेरि व्यवसायहरूलाई चाहिँ सुपथ व्यवसाय गर्ने, जुन करतिर नआउने, भन्सारतिर नआउने व्यवसायहरूले चाहिँ अलिकति त्यस्ता व्यक्तिहरूबाट, जुन तस्करहरूबाट जुन अहिले हाम्रो नेपालमा जस्तो सामान भित्रिँदैछ त्यो सामानले गर्दाखेरि चाहिँ व्यवसायहरूलाई चाहिँ अलिकति नराम्रो असर पनि परेको छ त्यो कारणले गर्दाखेरि। अनि सर अहिले हेर्नुहुन्छ हामी हालै जुन जेनजी आन्दोलनले व्यापारिक गतिविधि र बजार सञ्चालनमा कस्तो असर पर्यो, व्यवसायी समुदायले त्यसलाई कसरी सामना? धन्यवाद। चल्दो बल्दो अहिलेको हाम्रो नेपालमा जुन जेनजी आन्दोलन भयो भदौ 23 र 24 गते, देशले ठुलो क्षति बेहोर्नु पर्यो होइन। देशको संरचनाहरू, देशको राष्ट्र सम्पत्तिहरू, निजी सम्पत्तिहरू धेरै नोक्सान भए र धेरै युवा भाइहरूले चाहिँ सादर प्राप्त गर्नुभयो। सर्वप्रथम त म उहाँहरूलाई पनि श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु र अहिले पनि घाइते हस्पिटलमा हुनुहुन्छ त्यो आन्दोलनका साथीहरू, उहाँहरूको पनि शीघ्र स्वास्थ्य लाभ कामना गर्न चाहन्छु। साथै भर्खरै त्यसपछि पनि फेरि नेपालमा अर्को विपद आयो, यो प्रकृति प्रकोप जुन अहिले बाढी पहिरोले चाहिँ धेरैजनाहरूको पनि हाम्रो छिमेकी जिल्ला इलाममा पनि
38-39 जना हाम्रो दाजुभाइहरूले दिदीबहिनीहरूले ज्यान गुमाउनु पर्यो। उहाँहरूको प्रति पनि एकदमै हार्दिक श्रद्धाञ्जली गर्न चाहन्छु। त्यसले गर्दाखेरि अहिले जेनजी आन्दोलनले गर्दाखेरि अब मैले भन्दा तपाईहरुलाई सबै थाहा छ, देशले ठुलो दुःख बेहोरिरहेको छ। अब राष्ट्रको सम्पत्ति नाश भएको छ। अब सत्ता परिवर्तन भएको पनि छ। भोलि गएर नेपाली जनताहरूले चाहिँ व्यवसायीहरूले चाहिँ केही आश गरेका छन् कि भोलि अब बिस्तारै सुध्रेर देशमा आमूल परिवर्तन भएर चाहिँ व्यवसायिक क्षेत्रमा पनि राम्रै हुने हो कि भन्ने पनि कुरा चाहिँ छ। त्यसले गर्दाखेरि अहिले जेनजी आन्दोलनको जुन अहिले सेरोफेरोमा चाहिँ अहिले देश अहिले चलिरहेको छ, उहाँ भाइहरूले बहिनीहरूले जुन अहिले आन्दोलन गरेर हाम्रो देशमा चाहिँ अहिले नयाँ सरकार पनि गठन भएको अवस्था छ। भर्खरै 1 महिना मात्रै हुँदैछ। अब अझै हेर्न बाँकी छ। चुनाव अब तपाईँको फागुन 21 गते पनि तोकिएको छ सरकारले। अब यस्तै छ। अब अहिले देशमा अलिकति यो नेपालले चाहिँ अलिकति कष्ट यो विपदले गर्दाखेरि जेनजी आन्दोलनले गर्दा अलिकति कष्टहरू भइरहेको छ। हाम्रो यो उद्योग वाणिज्य महासङ्घले चाहिँ यसमा चाहिँ के भूमिका गर्दै हुनुहुन्छ? यसमा यहाँको लोकल व्यवसायीहरूलाई कसरी सहयोग गर्दै हुनुहुन्छ? कसरी माहौल बनाउँदै हुनुहुन्छ जसले गर्दा बाहिरको इन्भेस्टर्सहरू पनि यहाँ इन्भेस्टमेन्ट गर्न सकौँ हैन, र यहाँको पनि व्यापारहरूलाई अलिकति फलो हुन्छ? हजुरले त्यस्तो के यहाँ यस्तो छ? अब यो जुन वैदेशिक लगानी गरेर चाहिँ जुन हाम्रो नेपालमा भित्रिने जुन कल कारखानाहरू उद्योगहरू चाहिँ अहिले यो अब हाम्रो देशले पहिला पनि एक माओवादी जनयुद्धमा पनि 10 वर्ष जनयुद्धमा पनि तपाईँको धेरै क्षति बेहोरेको अवस्था थियो। त्यसले गर्दा विदेशीहरूले चाहिँ हाम्रो नेपालमा चाहिँ लगानी गर्न त्यति बेला डरिरहेको अवस्था थियो। पछिल्लो कालमा चाहिँ तपाईँको अलिकति सहज हुँदै गएदाखेरि चाहिँ विदेशीहरू लगानी गर्ने चासो बढ्दै गएको अवस्था हामीले बुझेका थियौँ। तर पछिल्लो कालमा यो जेनजी आन्दोलनले गर्दाखेरि यो अहिले जुन देशमा जुन आगोहरू धेरै बल्यो होइन, त्यसले गर्दाखेरि नोक्सान भयो। त्यसले गर्दाखेरि बाहिरका जुन लगानीकर्ताहरू चाहिँ अब देशमा आउनलाई चाहिँ अलिकति डराउने अवस्था स्वाभाविक पनि त भइहाल्छ होइन। लगानी गर्ने डराउने अवस्था छ। अब तपाईँ बिर्तामोडको व्यवसायको हकको कुरा गर्नुहुन्छ भने अब तपाईँलाई अघि पनि मैले भने जुन कोभिडले गर्दाखेरि थलथलिएको व्यवसायिक क्षेत्र चाहिँ अलिअलि उठ्दै गरेको अवस्था र भारत र नेपालको सम्बन्ध त पहिलेदेखि सदियौँदेखि अब हामी भन्ने पनि गर्छ रोटी र बेटीको सम्बन्ध पनि छ हाम्रो होइन। हाम्रो धेरै दिदीबहिनीहरू भारतमा गएका पनि छन् बिहा गरेर, उताको पनि दिदीबहिनीहरू दाजुभाइहरूले हामी यस्तो सम्बन्ध पनि हो हाम्रो। राजनीतिक सम्बन्ध पनि राम्रो छ, हरेक सम्बन्ध राम्रो छ, व्यावसायिक सम्बन्ध पनि राम्रो छ। र जुन अब तपाईँले बिर्तामोडको व्यवसायको कुरा गर्दाखेरि अघि मैले कोभिडको कुरा जोडेँ तपाईँलाई। अब यो आन्दोलनले चाहिँ अब व्यवसायहरूमा चाहिँ अलि जति खुला सिमानाको कारणले गर्दाखेरि चाहिँ भारतमा चाहिँ अलिक केही सामानहरू सस्तो पर्छ किन उत्पादन भारतमा बढी हुन्छ, हाम्रोमा उत्पादन हुँदैन होइन। त्यसले गर्दाखेरि यहाँका उपभोक्ताहरूले चाहिँ अलिक भारतमा चाहिँ बढी आकर्षण हुने पनि त्यहाँ गर्छ। जस्तै तपाईँको पानीट्याङ्कीमा सिलिगुडीमा लुगाहरू खाद्यान्न चिजहरू तपाईँहरू बढी खरिद गर्नलाई यहाँबाट नागरिकहरू जान्छ होइन। जाँदाखेरि चाहिँ अनि अब तपाईँको के हुन्छ नि यहाँको व्यवसायहरूलाई त्यसले गर्दाखेरि थोरै मारमा परेको हुन्छ होइन। अब यो जेनजी आन्दोलनले चाहिँ तपाईँको के भयो भने यो भर्खरकै अहिले मैले बजारमा अस्ति मलाई 2-3वटा मिडियाले सोद्धाखेरि चाहिँ मेरो आफ्नो अनुमानमा चाहिँ मैले के भने चाहिँ यहाँको व्यवसायले गर्दा आन्दोलनले गर्दाखेरि चाहिँ व्यवसाय झन् मार्नु भन्दा पनि यसपालि व्यापार धेरै खस्यो भन्ने मैले अनुमान गरेको थिएँ। तर त्यसको ठिक विपरीत चाहिँ के भएछ भने मैले व्यवसायलाई यसो अनुगमन गर्दै जाँदाखेरि व्यवसायको यसो साथीभाइहरूलाई भेट्दाखेरि चाहिँ जुन जेनजी आन्दोलनपछि चाहिँ दसैँको मुखमा भयो त्यो यहाँको नागरिकहरू त्यहाँ बोर्डर पनि टाइट भयो होइन। इन्डियाले पनि निकै टाइट गर्यो। अब भन्सार पनि आगो लागेको थियो त्यहाँ होइन, नेपालको भन्सार पनि। अब यहाँका उपभोक्ताहरू पनि जानलाई डराउने होइन, त्रासित पनि भए। उता पनि पुलिसले बोर्डर टाइट गरेपछि तपाईँको यहाँका उपभोक्ताहरू उता पारी नहुनुको कारणले गर्दाखेरि यहाँका व्यवसायहरूको चाहिँ बजार चाहिँ राम्रो भयो भन्ने कुरा यसपालि दसैँमा गत साल योभन्दा अगाडिको सालभन्दा पनि यसपालिको चाहिँ स्थानीय यहाँको व्यवसायहरूको चाहिँ व्यापार चाहिँ राम्रो भयो भन्ने कुरो चाहिँ आएको छ अहिले। सर यो हाम्रो जडीबुटीको निकासको बारेमा यदि कुरा गर्ने हो भने नेपालको जडीबुटी उत्पादन र निकासमा झापा मेचीनगर क्षेत्रमा के सम्भावना देख्नुहुन्छ? उद्योगीहरूले यो क्षेत्र कसरी उपयोग गर्न सक्छन्? यसको लागि धन्यवाद। अब खास गरेर बिर्तामोड मात्रै नभएर यो नेपालमा चाहिँ सुदूरपश्चिम यो मध्यमतिर चाहिँ यसको बढी जडीबुटीको बढी त्यहाँ उत्पादन त्यहाँ बढी हुन्छ। अब हाम्रो चाहिँ के छ भने पहाडी क्षेत्रबाट उत्पादन हुने अलैँचीहरू भयो होइन, यो अदुवाहरू कुचोहरू, अब यस्ता यो के भन्छ अर्को
त्यो के पो जडीबुटी भन्थ्यो त्यो हाम्रो साथीहरूले गर्दा यस्ता जडीबुटी पाहाडबाट उत्पादन हुने चाहिँ जस्तै भारतहरू जाँदाखेरि जान्छन् यो हाम्रो चाहिँ नेपालबाट जाने भनेको त्यो निर्यात भनेको चाहिँ यो अहिले मैले जुन भने त्यो निर्यात त्यो ती चिजहरू चाहिँ वहाँ खपत हुन्छ भारतमा मार्केट हेर्ने हो भने यसको कि इन्टरनेसनल मार्केट केवल इन्डिया नै हेर्ने हो या बाहिर पनि एक्सपोर्ट गर्ने खास गरेर यहाँका व्यवसाय जस्तै अलैँचीको कुरा गर्ने हो भने अलैँचीको कुरा गर्नु हुँदाखेरि तपाईँको यहाँका पाहाडका व्यवसायले यहाँका व्यवसायले बेच्छन् होइन यहाँका व्यवसायले ठुलो भोल्युममा यहाँको जम्मा गरेर भारतै निकासी हुन्छ भारतले चाहिँ अब अन्तर्राष्ट्रिय स्तरमा अब कहाँ कहाँ दुबई पठाउने हो कि अब युरोपतिर पठाउने हो कि कहाँ पठाउने त उहाँहरूको यहाँको व्यवसायहरू भारतसँग चाहिँ कारोबार जस्तो दिल्लीतिर पनि मालहरू गएको म सुन्छु होइन कानपुरतिर कुनै गएको सिलगढीतिर अब जान्छ अब त्यहाँबाट चाहिँ डिस्ट्रिब्युटर हुन्छ होला त्यहाँ अब अरू देशतिर त्यसले गर्दाखेरि यहाँ जडीबुटीको कुरा गर्दाखेरि चाहिँ हर्रो बर्रो यस्तो चिजहरू हुन्छ नि जुन हर्रो बर्रो अब चिराइतोहरू भयो यस्तो अहिले हेर्ने हो भने नेपालमा जडीबुटीको मामलामा हेर्ने हो भने धेरै पहिलेदेखि नै जुन यहाँको वातावरण छ होइन जुन यहाँको मौसम छ पानीहरू छ यसले गर्दाखेरि हेर्नुभयो भने धेरै नै राम्रो जडीबुटीहरू पाइन्छ जसको बाहिरमा पनि एक्सपोर्ट अब हजुरलाई हेर्नुहुन्छ यार्सा गुम्बालाई त्यसको धेरै राम्रो अन्तर्राष्ट्रिय मार्केट छ र कतिपय यस्ता मल्टिनेसनल कम्पनीहरू छन् जसले आफ्नो यहाँ इन्डस्ट्री लगाएर यहाँको जडीबुटीहरू नै लिएर यहीँ नै फ्याक्ट्रीमा यहीँ नै भनेर भन्नुहोस् न प्रोडक्सन्स गरेर यहाँबाट एक्सपोर्ट गर्ने पनि गरिरहेको छ धेरै राम्रो मार्केट राम्रो छ सर नयाँ अब हजुरको यो संस्थाले नेपाल गभर्मेन्टसँग सरकारसँग मिलेर यहाँको जुन रोजगार छन् या भनौँ सेल्फ इम्प्लोइड भनौँ या फार्मरहरू भनौँ या वुमेन इम्पावरमेन्टहरूलाई लिएर हेर्ने हो भने यिनीहरूलाई कसरी सरकारले हेल्प गरिरहेछन् हाम्रो वाणिज्य उद्योग मन्त्रालयबाट यो चाहिँ के छ भने अहिले हाम्रो नेपाललाई चाहिँ कृषि प्रधान देश भनेर बुझिन्छ यहाँले अहिले जुन किसानको कुरा पनि जोड्नुभयो यो चाहिँ अब पहिला किसानहरूको राम्रै प्रभाव थियो नेपालमा होइन र त्यतिकै गर्दाखेरि 85% चाहिँ किसानहरू छन् भन्ने कुरो कृषकहरू छन् भन्ने र पछिल्लो कालमा किसानहरू चाहिँ तपाईँको बढी चाहिँ फेरि व्यवसायिक क्षेत्रमै पुगेको कारणले गर्दा सरकारले पनि खास गरेर किसानहरूलाई त्यति साह्रो महत्त्व पनि खास दिएन पछिल्लो कालमा पनि बिचमा पनि कि अब तपाईँको जुन खेती गर्ने टाइममा जब चाहिने बेला मल हुँदैन होइन बिउ दिँदैनन् सरकारले अनि यहाँ प्रत्येक यस्तो तपाईँको उहाँको रोपाइँको बेलामा कुनै पनि उसमा उहाँहरू सरकारले त्यति साह्रो ध्यान नभएको कारण किसानहरूको सडकमा हुने कहिले दुध सडकमा फ्याल्ने कुखुरा पाल्दा कुखुराका अन्डाहरू गर्ने भन्नाले कहीँ पनि किसानहरूले राहतको महसुस गरेनन् र सँगसँगै व्यवसायीहरूको पनि यो नेपाल सरकार पछिको ठुलो निजी क्षेत्र मतलब उद्योग वाणिज्य सङ्घलाई मान्छ गभर्मेन्टले र जति यहाँको ट्याक्सहरू हुन्छ जति गभर्मेन्टले जति हाम्रो व्यवसायीहरूले यहाँ तिर्ने गरेको छ र तपाईँको पछिल्लो कालमा व्यवसायलाई हेर्ने दृष्टिकोण पनि सरकारको पहिलेदेखि त्यत्रो राम्रो छैन होइन र व्यवसायलाई दिने सुविधाहरू उहाँलाई दिने राहतहरू खासै हामी पाउँदैनौँ र व्यवसाय त्यतिकै निराश भएर त्यतिकै बाहिर गएका पनि छैनन् बाहिर गएका कारण पनि त्यो हो सरकारले त्यति साह्रो व्यवसायप्रति ध्यान नदिएर व्यवसाय व्यवस्था गरेको कारणले गर्दाखेरि धेरै व्यवसायहरू पलायन पनि भएको अवस्था छ सरकारलाई हामी प्रत्येक फोरमबाट हामी भन्ने गर्छौँ हामीसँग जोडिएका जति महासङ्घका साथीहरू सबैजनाले व्यवसायलाई हेर्नु पर्यो व्यवसायलाई राहत दिनु पर्यो व्यवसायलाई यो ट्याक्सको यो धेरै करहरू तिर्नुपर्छ व्यवसायले चरणबद्ध करहरू छ क्या कति ठाउँ कर तिर्नुपर्छ अनि त्यसलाई न्यूनीकरण गर्नु होइन दुई ठाउँ लिनु अब यहाँ त 14वटा करसम्म तिर्ने व्यवसायहरू छन् 14 त्यो सेक्टर क्या 14वटासम्म तिर्ने तपाईँको अवस्था छ त्यसले गर्दाखेरि व्यवसायको पनि त्यत्रो उच्च मनोबल छैन त्यो चाहिँ हुनुपर्छ भन्ने हाम्रो पहिलेदेखि माग हो अब तपाईँकै मिडिया मार्फत पनि फेरि पनि म सरकारलाई भन्न चाहन्छु व्यवसायलाई चाहिँ राम्रो वातावरणमा व्यवसाय गर्ने वातावरण बनाउनु होस् भन्न म चाहन्छु धेरै राम्रो सरकारबाट धेरै कुराहरू चाहिँ बुझ्न पायौँ हामीले पनि र सर एउटा कुरा बताउनुहोस् कि आजको डेटमा को यङस्टरहरू कोही नयाँ व्यवसायीहरू या भनौँ नयाँ व्यापारीहरू के काम गर्न खोजिरहनु भएको छ होइन आफ्नो के योजना बनाउन खोजिरहनु भएको छ भने हाम्रो महासङ्घले चाहिँ कसरी त्यो उहाँहरूलाई चाहिँ सहयोग गर्न यस्तो हुन्छ हाम्रो महासङ्घले चाहिँ अब अलिकति उत्पादनमुखीहरूमा चाहिँ आफ्नो देशमा नै बसेर आफ्नो देशमा रोजगार गर भन्ने हाम्रो महासङ्घको र हाम्रो सबैको धारणा त्यही हो र हाम्रो आम नेपालीहरूको धारणा त्यही हो अरू देशमा गएर गर्नुभन्दा आफ्नै देशमा काम गर यहीँ सृजना गर होइन यहीँ उत्पादन गर आफ्नै देशमा गर तर अब यो साँच्चै एउटा यो भन्नु पर्दाखेरि चाहिँ मैले यो पटक यो कुरा भन्दा पनि सरकारको विरोध गरे जस्तो हुन्छ तर अब हामी नागरिकको हैसियतले के भन्छ भने
यो वातावरण बनाइदिनु पर्यो पहिलो नम्बर त होइन पहिलो नम्बर त वातावरण बनाइदिनु पर्यो नि त जस्तै तपाईँ अस्ति कोभिडमा धेरै तपाईँको राज्य सरकारहरूले चाहिँ देश विदेशमा तपाईँको व्यवसायहरूलाई धेरै राहतहरूको प्याकेजहरू निकाल्यो यी तपाईँकै भारतमा पनि प्याकेजहरू तर नेपालमा त्यस्तो केही पनि थिएन 2 वर्ष तपाईँको व्यवसायहरू सटर लाएर बसे 2 वर्षसम्म ठप्पै बजार भाडा तिर्नु पर्यो होइन कतिवटा कोही साहुहरूले त 1-2 महिनाको भाडा पनि छुट गरे होला र त्यसमा तपाईँको ब्याङ्कले त छोड्ने ब्याङ्कसँग त ऋण लिएको छ 2 वर्ष त उनीहरूले अब त्यो दोकान व्यापार गरेर त व्यापार चलायमान हुँदैन उहाँहरू नमुना भएको ब्याङ्कलाई ब्याज तिर्ने नानीहरूको स्कुलको फी तिर्ने भाडा तिर्ने हरेक कुरा हुन्छ नि अब त्यो सबै ठप्प भएको कारणले गर्दाखेरि अब नेपालको परिस्थिति ठिक छैन होइन यो अवस्थामा अब देशमा भ्रष्टाचार धेरै मौलाको भएको कारणले गर्दा पनि अस्ति जेनजीको आन्दोलन यसको मुख्य यसको उद्देश्य पनि त्यो थियो अब यो भ्रष्टाचारको नगरेको यदि थियो भने हाम्रो देश वास्तवमा त्यतिकै प्राकृतिक सुन्दरता पनि छ धेरै राम्रो यो देवभूमि पनि भन्छौँ हामी नेपाललाई होइन र खास गरेर यो नेपाल चाहिँ स्वर्गको एउटा टुक्रा हो भन्ने गरिन्छ होइन हामी सुनको कचौरामा चाहिँ भिख माग्छौँ अरे भन्ने धेरै यहाँ धारणाहरू पनि छन् त्यसले गर्दाखेरि यहाँका नेताहरूमा जुन सत्तामा पुगे त्यो सत्तामा पुगे चाहिँ सत्ताको रस आफूले चुस्ने काम गरे जनताहरूतिर व्यवस्था भयो त्यही भएर जनताहरू पटक पटक आन्दोलनमा आउनुपर्छ धेरैले आफ्नो ज्यान गुमाउनु परेको छ धेरैले खुन बगाएका छन् यहाँ होइन अब कहिले चाहिँ राम्रो शासक आउँछ र सुशासन दिन्छ देशलाई भन्ने कुरो मुख्य कुरा हो त्यसले गर्दा यहाँ हामी धेरै आशावादी छौँ अब होइन भोलिको दिनमा देशमा राम्रो होस् शान्ति छाओस् सबैजना साथी नेपाली दाजुभाइहरूले रोजगार पाउन् सबै दाजुभाइहरूले यी उत्पादन गरौँ यी कल कारखाना होस् भन्ने कुरो हो हाम्रो अब यो देशमा अब त्यस्ता व्यक्ति शासन गर्ने मान्छे आओस् भन्ने हाम्रो कामना छ धेरै राम्रो छ हजुरबाट कुरा गरेर हामीले धेरै कुराहरूको अनुभव पनि पायौँ हेर्ने हो भने बिट्टा मोड मात्र नभनेर नेपालमै एउटा काम गर्ने धेरै राम्रो वातावरण पनि छ यहाँको क्लाइमेट भनौँ यहाँको रिसोर्सेसहरू भनौँ होइन त्यति राम्रो हुँदा हुँदै पनि अब कति अब पोलिटिकल रिजन भनौँ या केही अब प्राकृतिक यो आपदाले गर्दाखेरि अब यहाँ चाहिँ काम गर्ने माहौल त्यस्तो राम्रो बन्न सकिरहेको छैनन् होइन तर हामी उम्मेद गर्छौँ कि आउनेवाला दिनमा चाहिँ हाम्रो अब जुन सरकार आउनेवाला छ त्यसले एउटा राम्रो वातावरण बनाउँछ जस्तै युवा पिँढीहरूलाई पनि युवा पिँढीहरू र जो व्यवसायमा अगाडि बढ्न चाहिरहनु भएको छ उहाँहरूले एउटा राम्रो इन्भाइरोमेन्ट पाउनुहुन्छ भन्ने मैले आश राखिरहेको छु र यति भन्दै सर हजुरले आफ्नो व्यस्तता मध्येमा धेरै व्यस्त समय मध्येमा के समय दिनुभयो र हामीलाई धेरै खुसी लाग्यो हजुरसँग फेरि भेट्ने आशा लिँदै सर हजुरको अन्तमा एउटा प्रोग्राम हजुर प्लिज हजुर अब अन्तमा चाहिँ पहिला त तपाईँ अघि पनि मैले भने यहाँ आएर मलाई केही कुराहरू मबाट बुझ्ने तपाईँले कोसिस गर्नुभयो तपाईँको मिडिया र तपाईँलाई पनि फेरि पुनः धन्यवाद दिन चाहन्छु र अहिले हाम्रो जुन शुभ दीपावली अब छठ पर्व नेपाल सम्बन्ध जुन पर्व छ म यहाँको सम्पूर्ण व्यवसायी सम्पूर्ण नेपालवासी देश विदेशमा रहनुभएको दाजुभाइ दिदीबहिनी सम्पूर्णलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु धन्यवाद र यहाँका व्यवसायहरू जहिले पनि फर्स्ट आउनु उहाँहरूको उत्तरोत्तर प्रगति होस् यहाँको पनि उत्तरोत्तर प्रगति होस् फेरि भेट्ने मौका पाइयोस् होइन र यहाँहरूबाट यस्ता कामहरू जुन सञ्चार माध्यमबाट तपाईँहरू आउनुभएको छ त्यसमा पनि उद्योग वाणिज्यसँग खुसी छु म व्यक्तिगत तर्फबाट म खुसी छु यहाँलाई म धेरै धन्यवाद दिँदै दुईसबै अन्त गर्छु धन्यवाद नमस्कार आदरणीय दर्शकवृन्द अहिले तपाईँ भर्खरै सुनिरहनु भएको थियो हाम्रो श्री राजु नेवानीजी स्टेसनबाट हुनुहुन्थ्यो उहाँ र उहाँले धेरै सरल तरिकाले धेरै कुराहरू आफ्नो एक्सपिरियन्सहरू सेयर गर्नुभयो नेपालीहरूको लागि जुन यहाँको बोर्डर छ हाम्रो लगत्तै इन्डियाको बोर्डर र यहाँको जुन वातावरण छ नेपालमा एउटा व्यवसाय गर्ने कृषिमा भनौँ या अरू पनि क्षेत्रहरूमा यहाँ धेरै राम्रो इन्भाइरोमेन्ट हुँदै पनि के पोलिटिकल इस्युजहरूले गर्दाखेरि र के प्राकृतिक इस्युजहरू जुन चलिरहेको छ होइन त्यसले गर्दाखेरि एउटा वातावरण बन्न सकिरहेको छैन र उहाँले विश्वास दिलाउनु भएको छ कि आउनेवाला समयमा जुन सरकार बन्ने छ त्यसले एउटा नयाँ आश र नयाँ उत्साह लिएर चाहिँ व्यापारीहरूलाई काम गर्नेको एउटा राम्रो वातावरण बनाउनु हुनेछ साथै छिमेकी राष्ट्रहरू जस्तै भारत भएर अन्य राष्ट्रहरूसँग पनि मिलेर यस व्यवसायलाई यहाँका व्यवसायहरूलाई अगाडि बढाउनेमा उहाँहरूले धेरै नै ठुलो भूमिका निर्वाह गर्नुहुनेछ
यति भन्दै आजको हाम्रो पोडकास्टलाई हामी यही नै विराम दिन चाहन्छौँ र फेरि तपाईहरुसँग भेट्ने आशा लिँदै फेरि तपाईहरुसँग नयाँ कुनै कुराहरूलाई लिएर हजुर सामने फेरि प्रस्तुत हुनेछु। त्यतिन्जेलसम्म तपाईहरुसँग बिदा माग्न चाहन्छु। नमस्कार।